जिन्दगीमा यस्तो समय आउँछ जब एउटा गोल अचिभ गर्नको लागि सयौँ बाटाहरू देखिन्छन्। कुन बाटो रोज्ने, के गर्ने भन्ने कन्फ्युज भएको हुन्छ। त्यतिखेर तपाईँहरू आफ्नो जीवनमा 4 जना व्यक्तिहरूसँग सल्लाह लग्न सक्नुहुन्छ। एउटा त्यो व्यक्ति जसले तपाईँले जुन चाहेको गोल छ नि, त्यो गोल पहिला नै अचिभ गरिसकेको छ। किनभने यदि त्यो व्यक्तिले आफैले त्यो गोल अचिभ गरेको छैन अथवा आफूले त्यही डाइरेक्सन कहिले हिँडेको छैन भने तपाईँले त्यसको बारेमा सिकाउन सक्दैन। दोस्रो त्यो व्यक्ति जसले बार त्यो बाटो हिँडेर त्यो गोलको लागि जुनले बार कम्पिटिसन गरेको छ तर फेल भएको छ, त्यो फेलियरबाट तपाईँले धेरै कुरा सिक्न सक्नुहुन्छ। तेर्सो त्यो व्यक्ति जसले तपाईँलाई सत्य बताउँछ, त्यस पाथको रियालिटी, त्यो गोल अचिभ गर्दाको कम्पिटिसनमा हुने रियालिटी जसले बताउँछ, तपाईँलाई कुनै त्यस्तो चिल्ला कुरा घस्दैन, जसले रियालिटी बताउँछ, त्यसलाई सोध्न सक्नुहुन्छ। अनि चौथो त्यो व्यक्ति जसको तपाईँसँग कुनै सम्बन्ध छैन, तपाईँ चाहे फेल होस् या पास होस्, उसको कुनै स्वार्थ छैन, जो तपाईँभन्दा एकदम टाढा छ, ऊ फरक छ, तपाईँ फरक हुनुहुन्छ। त्यस्तो व्यक्तिले कहिलेकाहीँ के हुन्छ भन्दा तपाईँले आफूमा भएको समस्या नदेख्दा अथवा त्यो गोल प्राप्तिमा लाग्दा तपाईँले कुनै कुरा आफूमा त्यो कमी नदेख्दा उनीहरूले सजिलै देख्न सक्छन्। उनीहरूले त्यो कुरा तपाईँको सजिलै बुझ्न सक्छन्। बाँकी अरू तपाईँको त्यस्तो कन्फ्युज भएको बेला अरू जतिले पनि सल्लाह दिन्छन्, यी 4 बाहेक व्यक्तिहरू, उनीहरूको कुरा सुन्नुहोला, मुस्कुराउनुहोला अनि जानुहोला। हामी फेरि मिलेछौँ भोलि।